बाजे बजे कता जानुभयो लो होइन यस्तो रमाइलो भयो गाइस होइन म चाहिँ अब बोल खान्छु होइन गाइस म चाहिँ होइन माछा सिक्न जाँदैछु होइन के गरे आयो यसरी कार्टुन मात्रै हेर्ने होइन कि अब भ्लग पनि आउँछ शेयर पनि गर्दिनु फलो नि गर्दिनु पनि शेयर पनि फलो गर्दिनु केटा भेट्न जान लाग्यो हैन हाम्रो यसरी बलियो छ गाइस वेलकम ब्याक टु माई आवर च्यानल टक्स लगाएर बहिनी निरायो है बहिनी पनि नरहेछ के होला बहिनी कता जानुभयो त के गरेको तैँले के भिडियो गरेको ब्लग बाजे बजे कता जानुभयो लो होइन टक्क लगाएर बाजे बजे चाहिँ चर्च जानु भएको अरे है म पनि भर्खरै आइपुग्यो यस्तो रमाइलो भयो गाइस होइन म चाहिँ अब बोल खान्छु होइन बोल हजुर सानो मासु किन्न गइरहेको छु होइन गाइस म चाहिँ होइन मासु किन्न जाँदैछु होइन पसल त यतातिर नरहेछ टक्क लगाएर हेर्न सक्नुहुन्छ होइन के गरे आयो यसरी के खायो तिमीले मलाई त लाग्यो चकलेट हो जुत्ता छ चकलेट हो भनेर मेरो भ्लगलाई सब्सक्राइब गरिदेऊ त सब्स्क्राइब गर्नु होला हेलो खै हालो भनिदेऊ तिमी मेरो दादाको भ्लगलाई लाइक अनि सब्स्क्राइब कार्टुन मात्रै हेर्ने होइन कि अब भ्लग पनि आउँछ शेयर पनि गर्दिनु फलो नि गर्दिनु ओहो धन्यवाद मेरो बहिनीहरूलाई है खतरै भनिदियो इसुरीले चाहिँ टक्क म चाहिँ भित्र जाँदैछु होइन अनि टक्क लगाएर बुझ्यौ के गर्दै हुनुहुन्छ होइन भ्लग हो के भ्लग युट्युबमा आउँछ कि हजुर के लाग्यो इसुरीले दिस इज क्रीम गाइड हेलो गाइज हाम्रो इसुरी पनि शेयर पनि फलो गर्दिनु होला केटा भेट्न जान लाग्यो हैन टुसल छ होला पक्कै हो तिमीसँग टुसल त जानु अर्को बहिनी के गर्दैछ लगाइज होइन म चाहिँ गएको होइन माथि ग्राउन्डतिर आज के हुँदैछ यहाँ इसुरीले बजेलाई बोक्दैछ सबैले मन पराइदिनु होला है अब लु इसुरीको बालो है लु गाइज ओ हाम्रो इसुरी बलियो छ बजेलाई उठाइदियो भाउ सबैजनाले यसो ताली गरिदिनु है हाम्रो इसुरीले सब्सक्राइब गरिदिनु है अब घर जान लाग्यो अघि नै एउटा कालो छाया उयो टिमले छलेर उद्या गएको हामी त त्यस्तो छौँ अनि के भएको? हामी बाटोमा थियो के भएको रे मलाई नै सुनाउ त एउटा यो हजुरले नि देख्नु भएको होइन उताबाट टिमले छलेर एउटा छाया गएको छाया मैले त अथनि अघि अघि नै के बल्ल याद आयो अथनि यत्रो लामो भित्रबाट लामो होइन टक्क अनि भागिहाल्यो कि हो कि होइन भित्रबाट यस्तरी याद कुकुर धरी केही होला जस्तो छ यार मारिदियो भने के गर्ने हामी आएको भित्र गाइज अब त भित्र आयो कि नि मैले गाइज होइन मेरो दादाले भन्छ रातिमा 5 बजे भन्दा 10 बजे कट्यो भने कपाल काट्नु हुन्न रे मलाई त यति कपाल मेरो चुट्टाइदिएको के हुन्छ र के भूत आउँछ भूत
राति दुधले तर्साउन आउँछ कि पार्दैन थाहा छ पार्दैन यो फेके कुरा फेक कुरा हो। फेक कुरा रे गाउँघरमा सुन त जाऊ त गाउँघरको अहिले त हामी सहरमा छ सहरमा केही हुँदैन। सहर मात्रै 12 बजेपछि आउँछ कि अहिले कति बजी हो? अब होइन 9 बजी एकछिनपछि आउँछ भरे राति तर्साउन आउँछ पक्कै भुतले त अनि नदेखिकन पो आउँछ तर्साउन धन्यवाद गर्न सुन्छु। हाँ म पितामाता परमेश्वरलाई धन्यवाद गर्न सुन्छु। मलाई तर्साउन आइस भने त्यस्तो पो अझै हेर्नु छ भने यस्तो गरेर सुगाइ भयो हामीले भात खायो होइन बहिनीलाई यसो डराइदिएको कस्तो हुँदो रहेछ भनेर रियाक्सन मेरो ईश्वरी बहिनी के छ ठिक छ छैन होला छ डर डर लाग्दैन लाग्दो ठिक छ। तर्साउला नि तिमीलाई नानी म बाहिर हेर्छु। कपाल काट्यो भने तर्साउँछ म चाबी छ नि औ दाइले चाबी छ नि नानी कहिले जाने डर लाग्छ। म पनि जान्छु। बाई बाई। बाई बाई बजी बाई बाई अब आऊ बजे। म चाबी हाल्छु म पनि सो अब हामी घरतिर लाग्दैछ एकछिन पर्ख। यता आऊ। बाई बाई। बाई 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 गाइज। ल हामी त हिँड्यो है ल राम्ररी बस है फेरि तर्छ होला सो होइन बहिनीले यसो डराइदिएको होइन सो अब हामी त घरतिर लाग्दैछौँ आजको भ्लग चाहिँ यति नै हुन्छ होला भन्दै बिदा हुन चाहन्छु बाई बाई अब इन ड्राइभ गर्दैछ होइन पठाउ याङ्गोमा चढेर जान्छौँ ऊ त्यो अगाडिको जस्तै छ याङ्गो गाइड छैन